नमस्ते। आज हामीले तपाईहरूको लागि हाउ टु फिनिश एभ्रिथिङ यु स्टार्टको छोटो सारांश लिएर आइसकेका छौँ। हाउ टु फिनिश एभ्रिथिङ यु स्टार्ट पुस्तकले मानिसहरू किन धेरै काम सुरु गर्छन् तर पुरा गर्न सक्दैनन् भन्ने समस्या र त्यसको समाधानबारे गहिरो रूपमा चर्चा गर्छ। धेरै मानिसहरू उत्साहका साथ नयाँ योजना, पढाइ, व्यवसाय, लक्ष्य वा सम्बन्ध सुरु गर्छन्, तर बीचमै ध्यान हराउँछन्, आलस्य बढ्छ, डर आउँछ वा प्रेरणा कम हुन्छ। यही कारणले उनीहरूले आफ्नो सम्भावना पूरा गर्न सक्दैनन्। लेखकले यस्तो बानीलाई परिवर्तन गर्न सकिने बताउँदै व्यावहारिक उपायहरू दिएका छन्। पुस्तकमा लक्ष्य स्पष्ट बनाउन जोड दिएको छ। यदि लक्ष्य अस्पष्ट भयो भने मानिस छिट्टै थाक्छ र हार मान्छ। त्यसैले लेखकले ठुलो लक्ष्यलाई साना चरणमा विभाजन गर्न सुझाव दिन्छन्। सानो प्रगति पनि निरन्तर भयो भने अन्ततः ठुलो सफलता प्राप्त हुन्छ। लेखकले पछि गरौँला भन्ने बानीलाई सफलता रोक्ने सबैभन्दा ठुलो दुश्मन मानेकी छन्। मानिसहरू असफलताको डर, पूर्णतावाद, आत्मविश्वासको कमी वा ध्यान विचलित हुने कारणले काम टाढिरहन्छन्। पुस्तकले यस्तो अवस्थामा तुरुन्त सानो एक्सन लिन प्रेरित गर्छ। पर्फेक्ट समय पर्खिनुभन्दा अहिले सुरु गर्नु राम्रो भन्ने विचार पुस्तकको महत्त्वपूर्ण शिक्षा हो। यस पुस्तकमा अनुशासनलाई प्रेरणाभन्दा बढी महत्त्वपूर्ण मानिएको छ। मोटिभेसन सधैँ एउटै हुँदैन, तर डिसिप्लिनले मानिसलाई कठिन समयमा पनि अघि बढ्न मद्दत गर्छ। सफल मानिसहरू दैनिक साना बानीहरूमा केन्द्रित हुन्छन्। उनीहरू मुड अनुसार होइन, कमिटमेन्ट अनुसार काम गर्छन्। लेखकले समय व्यवस्थापनको महत्त्व पनि बताएकी छिन्। धेरै काम एकैपटक गर्न खोज्दा मानिस थाक्छ र कुनै पनि काम पूरा हुँदैन। त्यसैले प्राथमिकता छुट्याएर एउटै काममा ध्यान दिन सुझाव दिएको छ। डिस्ट्र्याक्सन कम गरेर फोकस बढाउनु पर्ने कुरा पनि पुस्तकले सिकाउँछ। पुस्तकमा आत्मविश्वास र सकारात्मक सोचको भूमिका पनि उल्लेख गरिएको छ। आफूले सुरु गरेको काम पूरा गर्न सक्छु भन्ने विश्वास नभएसम्म सफलता सम्भव हुँदैन। असफलता आए पनि त्यसलाई सिकाइको रूपमा लिनुपर्ने सन्देश पुस्तकले दिन्छ। अन्त्यमा यो पुस्तकले जीवनमा सफल हुन फिनिश व्हाट यु स्टार्ट भन्ने बानी विकास गर्नुपर्छ भनेर सिकाउँछ। कुनै पनि सपना, लक्ष्य वा योजना केवल सोचेर पूरा हुँदैन। निरन्तर प्रयास, अनुशासन, धैर्यता र अन्तिमसम्म टिकिरहने क्षमताले मात्र सफलता दिन्छ। पुस्तकले पाठकलाई आफ्नो अधुरो काम पूरा गर्न, समयको सही उपयोग गर्न र जीवनलाई व्यवस्थित बनाउन प्रेरणा दिन्छ।